एसीको क्वेसन हो यो 2082 मा सोधिएको क्वेसनले के भनिरहेको छ भन्ने 6 नम्बरको क्वेसन हेर्ने। चित्रमा समानान्तर एउटा आधार भएको एउटा सोली र एउटा अर्धगोला मिली एउटा ठोस वस्तु बनेको छ, जहाँ ठोस वस्तुको पूरा उचाइ 20 सेन्टिमिटर छ र अर्धगोलाको व्यास 6 सेन्टिमिटर छ र 1 नम्बर भनिरहेछ सोलीको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस्। बी नम्बर भन्छ दिएको ठोस वस्तुको भागको उचाइ पत्ता लगाउनुहोस् र सी नम्बर भन्छ ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्। अब यसैको आधारमा हामीले यो चाहिँ हिसाब सुरु गरेको छौँ। यो चाहिँ सोली भइसक्यो, यो चाहिँ अर्धगोला भइसक्यो। यसको पुरै उचाइ 20 सेन्टिमिटर दिएको छ। यहाँदेखि यहाँसम्मको डाइमेन्सन अर्थात् डायामिटर 14 सेन्टिमिटर दिएको छ। डायामिटर यही कुरा लेख्नु चाहिने। 1 नम्बर भयो सोलीको आयतनको सूत्र लेख्नुहोस् v = 1/3 पाई r स्क्वायर h र 2 नम्बर बी नम्बर भनिरहेको छ सोली भागको उचाइ पत्ता लगाउनुहोस्। कसको? सोली भागको उचाइ। सोली भागको उचाइ भनेको कसको? हामीले यतिको उचाइ निकाल्नु पर्छ। यो उचाइ निकाल्नको लागि के हुन्छ भने यहाँ यो अर्धव्यास जुन आएको छ यो त चारैतिर के हुन्छ? बराबर हुन्छ। यहाँदेखि यहाँसम्मको दूरी पनि के हुन्छ? बराबर हुन्छ। यहाँदेखि यहाँसम्मको दूरी पनि के हुन्छ? बराबर हुन्छ। यहाँदेखि यहाँसम्मको दूरी पनि के हुन्छ? बराबर। यहाँदेखि यहाँसम्मको दूरी पनि के हुन्छ? बराबर। अर्थात् यो चारैतिर के हुन्छ? यो बराबर हुन्छ। किनभने यो वृत्त भइसक्यो। यो सेन्टर यो चाहिँ यहाँबाट यो 14 सेन्टिमिटरको रहेको छ भने यसको हाफ गर्यो भने यो कति हुन्छ? 7 सेन्टिमिटरको। यहाँदेखि यो 7 सेन्टिमिटरको भयो। यहाँदेखि यहाँसम्मको 7 सेन्टिमिटर, यहाँदेखि यहाँसम्मको 7 सेन्टिमिटर। अर्थात् जतातिर लग्यो भने के हुन्छ? बीचको सेन्टरबाट के हुन्छ? त्यो आदि 7 सेन्टिमिटर हुन्छ। त्यसकारणले गर्दा यो पुरै उचाइबाट चाहिँ हामीले 7 सेन्टिमिटरको उचाइ घटाइदियो भने यहाँदेखि यहाँसम्मको दूरी, यहाँदेखि यहाँसम्मको दूरी चाहिँ निकाल्न भनिएको छ। यो इक्वल टु के भनेको छ? पार्ट। यो बराबर सूत्र कसरी निकाल्ने हामी? सोली भागको उचाइ बराबर h1 अर्थात् यो पुरै र माइनस के गर्ने हामी? यो r गर्ने। के गर्ने? r गर्ने। r कसरी निकाल्ने? r = d/2। r कसरी निकाल्ने? d/2 अर्थात् डायामिटरको आधी। डायामिटर के? आधी। व्यासको आधी के भयो? अर्धव्यास। अर्धव्यास। अब 20 माइनस यो चाहिँ 14 बाइ के भयो? भागा के भयो? हाम्रो 2 भयो। 2 भइसक्यो। यो कति भयो? 7 भयो। 7 गुणे कति हुन्छ? 14। 7 भयो। अनि यो 20 बाट 7 घटायो भने 13 सेन्टिमिटर। यो 13 सेन्टिमिटर नै के हो? हाम्रो सोली भागको उचाइ। के हो? हाम्रो सोली भागको उचाइ। अब यसपछि के भनेको छ? ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्। v = 8। ठोस वस्तु भन्नाले के बुझ्यो हामीले? यो सोली र यो अर्धगोला यो दुवैको चाहिँ आयतन पत्ता लगाउनु भनिएको छ। यो दुवै चाहिँ एउटैमा मिलेको छ। एउटैमा। यसमा अब हामीले सूत्र लेख्छौँ अर्धगोलाको आयतन प्लस सोलीको आयतन। अर्धगोलाको आयतनको सूत्र के हुन्छ? 2/3 पाई r क्यूब। अनि सोली भागको आयतन के हुन्छ? 1/3 पाई r स्क्वायर h। अब चाहिँ 1/3 र पाई r स्क्वायर हामीले के गर्यो? कमन तान्दियो। के गर्यो हामीले? कमन तान्दियो। कमन तान्दा चाहिँ के हुन्छ? यहाँ चाहिँ 2 बच्यो, यो 2 बच्यो, यहाँ एउटा के भयो? यहाँ r बच्यो। किनभने 2 वटा यहाँ छ र 3 वटा यहाँ छ। 2 वटा यहाँबाट झिक्ने, 2 वटा यहाँबाट झिक्ने भने एउटा यहाँ बच्छ नि। अनि 2 ले के हुन्छ? यो मल्टिप्लाई। यसरी भयो। 2 ले के भयो? यहाँ मल्टिप्लाई r मा प्लस के भयो? h हाम्रो कति छ यहाँ? 13। किनभने हामीले यहाँ निकाल्यो नि यो 13। यो सोलीको उचाइ 13। अब यसलाई हामीले क्याल्कुलेसन गर्छौँ। यहाँ के हुन्छ? यो r स्क्वायर छ। r कति भयो? हाम्रो 7 * 7 को हामीले के भयो? यहाँ स्क्वायर गर्यो। पाई को भ्यालु 22/7 तो 22 * 7 कति भयो? 49। दुई चोटी मल्टिप्लाई गर्दा
अनि 7 तिरी कति भयो हाम्रो 21 21 गर्यो हामी यहाँ 7 किनभने 7 गुणा के भयो 14 यहाँ त 7 7 र 2 लाई गुणा गर्दा कति भयो 14 प्लस 13 त 14 13 कति हुन्छ जम्मा यो 27 अब यो माथिको सबैलाई मल्टिप्लाईमा यो चाहिँ के हुन्छ डिभाइडमा यसले भाग गर्यो भने यति आयो हाम्रो आयतन यो नै के हो हाम्रो ठोस वस्तुको आयतन हो के हो यो ठोस वस्तुको आयतन हो अब यहाँ मार्किङ कसरी गरिएको छ यसमा हेर्ने यो सोलीको आयतन सूत्र पत्ता लगाउनुस् भनेको छ भने यसमा 1 मार्क कति मार्क हो यो 1 मार्क दिन्छ अनि सोली भागको उचाइलाई पत्ता लगायो भने 1 मार्क दियो हाम्रो अनि ठोस वस्तुको आयतन अर्थात सूत्र हामीले मात्र लेख्यो भने यति चाहिँ हामीले मात्र लेख्यो भने यो कति दिन्छ 1 मार्क अनि यो चाहिँ हामीले क्याल्कुलेसन गरेर यति निकाल्यो भने कति दिन्छ 1 मार्क जम्मा यो कति भयो 4 मार्क जम्मा कति भयो यो 4 मार्क यसबाट चाहिँ 4 मार्क सोधिएको थियो क्वेशन हाम्रो यसमा केही नबुझेको कुराहरु चाहिँ कमेन्ट गरिदिनु होला म चाहिँ यो फेसबुकमा अपलोड गर्छु र युट्युबमा पनि अपलोड गर्छु तपाईहरुलाई जुन कुरा यसबाट थाहा भइदियो भने त्यो कुरा मलाई भन्नु होला म फेरि चाहिँ अर्को दिन सेसन हेरेर म तपाईलाई म भनिदिन्छु थ्यांक यू अल अफ माय डियर फ्रेन्ड्स अनि युट्युब च्यानल र फेसबुकमा फलो र सब्स्क्राइब गरिदिनु होला थ्यांक यू सो मच